सम्पूर्णमा नमस्कार। म सुरज दङ्गाल, नेपालीज.com को संस्थापक। आजसम्म हामीलाई धेरै साथीहरूले नेपालीजलाई प्रयोग पनि गर्नुभयो, यहाँ भएका सिनेमा सम्बन्धी, नेपाली चलचित्र सम्बन्धी जानकारी पनि हेर्नुभयो, यहाँ भएका सम्पूर्ण सामग्री, आपतकालीन सेवाका सामग्रीहरू या अन्य स्थानहरूको बारेमा विवरणहरू पनि प्रयोग गरेर लाभ लिइसक्नु भएको छ। तर वास्तवमा नेपालीज.com के हो भन्ने कुरा जिज्ञासा हुनसक्छ। केही साथीहरूले नेपालीज.com एउटा फ्रेसेस्ट प्लेटफर्म हो अथवा यो पछाडिका व्यक्तिहरू चाहिँ किन अगाडि आउँदैनन् भन्ने कुराहरू पनि गर्नुभएको छ। त्यही समस्या अथवा त्यही जिज्ञासाको लागि म आज स्वयं यहाँहरूसँग उपस्थित भएको छु। नेपालीज.com कुनै फेसलेस प्लेटफर्म अथवा चेहराविहीन संस्था होइन। यसका पछाडि पनि विभिन्न कथा व्यथाहरू र विभिन्न व्यक्तिहरू समावेश छन्। यसलाई यहाँसम्म पुर्याउन पनि विभिन्न व्यक्तिहरूले योगदान दिएका छन्। नेपालीज.com कसरी सुरु भयो भन्ने कुरा यो भिडियोमा कुरा गरौँ। नेपालीज.com को कन्सेप्ट त धेरै अगाडि आएको हो, तर यसलाई अझै मूर्त रूप दिनलाई धेरै प्रेरणादायी अथवा धेरै दुःखदायी क्षण भनेको सन् 2021मा चाहिँ जब कोभिडको दोस्रो वेभ आयो। तब मेरो परिवारको कुनै सदस्य अथवा भनौँ मेरो हजुरबालाई जब कोभिड भयो, तब बिर्तामोड झापाको बिर्तामोडमा कुनै हस्पिटलमा लगियो। त्यो हस्पिटलमा अक्सिजन सेवा थिएन। अक्सिजन सेवा नभएपछि कुन हस्पिटलमा अक्सिजन छ र कुन हस्पिटलमा आइसियु सेवा छ भन्ने कुरा विभिन्न चरणमा खोजी गर्ने काम गरियो। त्यतिबेला हामीलाई अथवा मलाई भनौँ, म आफै पनि त्यतिखेर कोभिड इन्फेक्टेड भएको थिएँ। के गर्ने कसो गर्ने भन्ने थाहा नभइरहेको अवस्थामा गुगलमा सर्च गरेर पनि हामीले हस्पिटलमा को विस्तृत विवरणहरू अथवा भनौँ सही सम्पर्क नम्बर पनि पाउन सकेनौँ। विभिन्न साथीहरूलाई फोन गरेर अन्वय विनय गर्दाखेरि बल्ल बल्ल हामीले सम्पर्क नम्बरहरू प्राप्त गर्न सक्थ्यौँ। ती सम्पर्क नम्बरहरू कति सही हुन्थे, कति गलत हुन्थे। र जब त्यस पछाडि रिकभर भयो, रिकभर भइसकेपछि मसँग दुईवटा विकल्प थिए, कि त आफ्नो काममा लागिरहने, कि त यो समस्या समाधान गर्नलाई केही पहल गर्ने। मैले दोस्रो अवसरलाई अथवा दोस्रो चाहिँ कुरालाई रोजेँ। मैले दुःख पाएँ भन्दैमा सबैले दुःख पाउनुपर्छ भन्ने छैन। मसँग त्यो सम्बन्धी ज्ञान सिप दक्षता छ भने म त्यो कुरामा केही न केही इनपुट गर्न सक्छु। जस्तै भोलिको दिनमा कोही बिरामी हुनुहुन्छ, एम्बुलेन्सको नम्बर खोज्न साथीभाइलाई फोन गर्नु नपरोस्, नेपालीज.com हेर्दा होस्। कसैको मृत्यु भयो, त्यसको एउटा उदाहरण छ। 18-19 दिन हजुरबालाई चाहिँ कुनै एउटा अस्पतालमा उपचार गर्दै उहाँको मृत्यु भयो। त्यस पछाडि सबभान खोज्न पनि मैले चाहिँ सम्पर्क नम्बर पाउन सकिनँ। अब तपाईँहरू आफै विचार गर्न सक्नुहुन्छ। एउटा दुःख पीडामा भएको व्यक्तिले सबभानको लागि चाहिँ विभिन्न साथीहरूलाई चाहिँ फोन गरेर तपाईँसँग सबभानको नम्बर छ भन्दाखेरिको इन्भाइरोमेन्ट अथवा त्यो क्षणको चाहिँ दुःख पीडा कस्तो हुन्छ भन्ने तपाईँहरू महसुस गर्न पनि सक्नुहुन्छ। त्यही कुराले गर्दाखेरि नेपालीज.com आयो। भोलिको दिनमा आपद विपदमा कसैलाई पनि नेपालमा अप्ठ्यारो नपरोस्, नेपालका स्थानीय पर्यटकीय क्षेत्रहरू जुन चाहिँ धेरै सम्भावना बोकेको छन्, त्यसको प्रवर्द्धन गर्नको लागि कुनै व्यवसाय साइटहरूको अथवा विदेशी साइटहरूको चाहिँ भर नपर्नु परोस्, अन्य व्यक्तिहरूको भर नपर्नु परोस्, तपाईँहरूले आफै त्यो गर्न सक्नुहोस् भन्ने हिसाबमा सन् 2021देखि नेपालीज.comलाई सुरु गरेको छौँ। अहिलेसम्म धेरैले प्रयोग गरेर हामीबाट त्यो सुविधा लिइसक्नु भएको छ। कसैले एम्बुलेन्स खोज्नुहुन्छ, कसैले दमकल खोज्नुहुन्छ, कसैले हाम्रो सर्पदंशको उद्धारकहरू खोज्नुहुन्छ, कसैले सर्पदंश भयो भने कहाँ उपचार गर्ने भन्ने खोज्नुहुन्छ, कसैले यहाँ रहेका होटल खोज्नुहुन्छ, कसैले पसल खोज्नुहुन्छ। यो क्रम रहिरहनेछ र तपाईँहरूले पनि यसमा साथ दिनुहुन्छ भन्ने अपेक्षा गर्दैछु। भिडियो धेरै लामो भइसक्यो। यहाँदेखि बाँकी कुराहरू भनेको अर्को भिडियोमा कुरा गर्दै गरौँला। हवस् त, धेरै धेरै धन्यवाद यति कुराहरू सुनिदिनु भयो र नेपालीज.comलाई माया गरिदिनु होला र नेपालीज.com हेरिदिनु होला भन्ने अपेक्षा पनि गर्दछु। आजसम्म प्रयोग गर्नुभएको छैन भने एकचोटि नेपालीज.comलाई ट्राई गरिदिनुहोस् र प्रयोग गर्नुभएको छ भने चाहिँ कस्तो लागिरहेको छ भन्ने कुरा हामीलाई जानकारी दिनुहुन्न भन्ने अनुरोध गर्दछु। हवस् त, धेरै धेरै धन्यवाद।